जस्टिस र उहाँ चाहिँ सभामुख, उहाँले पनि यही प्रश्न गर्नुभयो र मैले त्यहाँ किता नै गरेर भनेको छु र बोलेको छु। आइसे दरबारभित्र अब सुन्नुहोस् यहाँ, दरबारभित्रको जिम्मेवारी बाहिरको नेपाली सेना, शाही नेपाली सेनाको होइन भनेर किटेरै भनेको छु मैले। दरबारकै विङले मात्रै हेर्दो रहेछ यसको। सुन्नुहोस् न, दरबारभित्रको सुरक्षा दरबारभित्रको जिम्मेवारी हाम्रो होइन भनेर। सेनाको होइन, होइन, भद्रकालीको होइन, होइन, नारायण हिटीकै हो। हो नारायण हिटीको है। अनि त्यसमा फेरि मैले के थपेको छु त्यो पनि त मान्छेले बुझ्नु पऱ्यो नि, त्यो नबुझिकन त हुन्न नि। मैले के भनेको छु भने कथम कदाचित महाराज दिरा सरकार पश्चिम ढोकाबाट बाहिर निस्किबक्छ भने, ढोकाबाट बाहिर निस्किनु बित्तिकै महाराज दिरा सरकारको सिक्युरिटीको जिम्मा शाही नेपाली सेनाको छ। नारायण हिटीको 4 दिवारबाट बाहिर निस्केपछिको सुरक्षाको जिम्मा शाही नेपाली सेनाको, नारायण हिटी भित्रको होइन, सम्पर्क विच्छेदमा रहेछ। अनि अब कुरा के भन्नु भने त त्यहाँ इरर रह्यो, यसको अर्थ कमी कमजोरी रह्यो। सुन्नुहोस् न यहाँ, अब कुरा के भन्नु होला भने जुनसुकै पनि राष्ट्र प्रमुख त आफ्नो सिक्युरिटी हेर्छ नि, म बाँच्छु, म यस्तो हुने भनेर भनेपछि दरबारको सबैभन्दा ठुलो मान्छेको त राजा महाराजा सरले आफैले नजर हुन्छ नि, मलाई चाहिँ नि कताबाट केही हमला इत्यादि नहोस् भनेर। अब त्यो दरबारभित्र चाहिँ नि एउटा स्थायी आदेश छ। के हो त्यो स्थायी आदेश भने? स्थायी आदेशमा यो गर्ने, यो गर्ने, यो गर्ने, यो नगर्ने, यो गर्ने भन्ने चाहिँ छ नि। त्यो स्थायी आदेश पालना भएको भएदेखि यो दुर्घटना नै हुन्थेन दरबारभित्र। त्यो शाही आदेश अन्तर्गत त्यो हतियार के 24 घण्टा बोकेर राजपरिवारका सदस्य हिँड्ने? सुन्नुहोस् न ल, त्यो स्थायी आदेशमा चाहिँ के लेखेको छ त? के लेखेको छ भने रेबेलेपछि हतियार कोतबाट झिक्ने, रिट्रिट लाग्नुभन्दा अगाडि हतियार सम्पूर्ण कोतमा बुझाउने भनेर। त्यो भनेको के? कति बजे झिक्ने, कति बजे राख्ने? अब होइन, अब त्यो समय फरक हुन्छ, समय आबद्ध समय। अब यो समर विन्टरहरू हुन्छ नि, त्यो बेलामा चाहिँ नि यति बजे यो यो भनेर हुन्छ। रिट्रिट भने स्थायी आदेश हो। त्यो स्थायी आदेश त्यो रिट्रिट र रेबेल भने चाहिँ नि बिगुल फुकेर मान्छेले उठाउने होइन। अब के रिट्रिट भनेपछि ए दिन सिद्धो है, ढल्क्यो, अब पहराहरू चाहिँ सुरु हुन्छ भनेर भन्ने।